भए पश्चात नेपालको यो कार्यक्रम विस्तारित भयो र खोप आयोजनाको रूपमा धनुषा, रूपन्देही र सिन्धुपाल्चोक जिल्लाहरूमा बीसीजी र डीपीटी खोप सेवा आरम्भ भएको थियो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हाल 15 महिना मुनिका बालबालिका र गर्भवतीलाई 13 किसिमका खोपहरू निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। नेपाल खोपबाट बचाउन सकिने रोगहरूलाई शून्य अवस्थामा पुर्याउने भिजन रहेको छ भने बालबालिकाहरूमा खोपबाट बचाउन सकिने रोगहरूबाट हुने अपाङ्गता, मृत्युदरलाई पनि कम गर्न खोप कार्यक्रमको मुख्य लक्ष्य हो। र हालको कभरेज अवस्था चाहिँ 80% खोप लागेको बच्चाहरू रहेका छन् भने 4% शून्य डोज रहेको छ र 16% पूर्ण खोपबाट वञ्चित भएको बच्चा अझै पनि रहेको छ। अब आजका प्यानलिस्टहरूसँग जोडिँदैछौँ। हजुरहरूलाई कार्यक्रममा पुनः स्वागत छ। हामीसँग हुनुहुन्छ, माइक दिनु होला प्लिज। हामीसँग हुनुहुन्छ परिवार कल्याण महाशाखा निर्देशक देवबहादुर सरलाई हार्दिक स्वागत छ। खोप कार्यक्रममा समावेश भएको खोपहरू कुन कुन रहेका छन् सर? पछिल्लो टाइममा त धेरै खोपहरू आएका छन् र कुन कुन रोग विरुद्ध दिइन्छ, कुन कुन खोप दिइन्छ, यसलाई छोटकरीमा बताइदिनुहोस् है। प्रश्नको लागि यहाँलाई धन्यवाद वर्षाजी। एकदमै राम्रो र महत्त्वपूर्ण प्रश्नको उठान गर्नुभएको छ। राष्ट्रिय खोप कार्यक्रम नेपालको जनस्वास्थ्य कार्यक्रमको मेरुदण्डको रूपमा रहेको कार्यक्रम हो। अघि यहाँले पनि भन्नुभयो, यो कस्ट इफेक्टिभ र प्राथमिकता नम्बर 1 मा रहेको जनस्वास्थ्य कार्यक्रम पनि रहेको छ। राष्ट्रिय खोप कार्यक्रम जुन छ, राष्ट्रिय खोप कार्यक्रमले खोपबाट बचाउन सकिने रोगहरूबाट बालबालिकाहरूलाई, जुन खोपबाट बचाउन सकिने रोगहरू छन्, ती रोग लाग्नबाट बालबालिकाहरूलाई बचाउँछ। र राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत 11वटा खोपहरू 14वटा रोगको विरुद्धमा दिइन्छ। जस्तो बीसीजी खोप छ। बीसीजी खोपले ट्युबरक्लोसिस नाम क्षय रोगबाट चाहिँ बचाउँछ। त्यसै गरी रोटाबाट हुने डाइरिया, जुन झाडापखाला भनिन्छ, र त्यो झाडापखालाको विरुद्धमा रोटा भ्याक्सिन दिने गरिन्छ। र पेन्टा खोप छ, जसले 5वटा रोगको विरुद्धमा काम गर्छ। लहरे खोकी, धनुसङ्कार, भ्यागुते रोग, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बीबाट हुने निमोनिया र मेनिन्जाइटिसबाट यस खोपले काम गर्छ। त्यसै